आज हामी गयौँ यसो घुम्न धरहरा जस्तै रहेछ यस्तो उकालोमा यसो सर 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 गएको एकदमै गाह्रो त्यहाँबाट हेर्दा आहा समुद्र त क्या राम्रो देखिने अनि हामी त्यहाँभित्र जाँदै जाँदै माथि माथि हेर्दै जाँदै गयौँ धरहरा जस्तो साँघुरो ठाउँ है अनि जाँदै हेर्दै गऱ्यौँ अनि एकछिन त थकाइ पनि लाग्यो स्याहाँ लिफ्ट थियो हामी लिफ्टबाट गएनौँ सर र त्यताबाट हेर्दै गयौँ होइन अनि दामी ठाउँ के स्याट धरहरा जस्तो ट्याक्क धरहराकै फिल आयो होइन एकचोटि 72-73 सालमा घुम्ने अवसर पाएको थियो अनि सर माथि माथि हुँदै गयौँ अनि माथि टुप्पामा पुग्यौँ र एकचोटि स्याट एउटा सानो भिडियो क्लिप लियौँ पछाडि सिन हेर्दाखेरि आहा क्या दामी आनन्द आउने कि माथिबाट सर र हावा गर्मीको बेला होइन मिठो हावा आउने शीतल अनि पर समुद्रको छाल सर र हावा आउने कि एकदम माथिबाट देख्दाखेरि पनि सेतो सङ्लो पानी क्या आनन्द आउने के तपाईहरु पनि घुम्नु छ र मनोरञ्जन लिनु छ भने यो चाहिँ केरलाको कोवलम बीच हो होइन कहाँ ब्रिज भनेछु कोवलम बीच हो एकदमै बोटिङहरु भइरहेको छ बोटहरु माछा मार्ने अनि यताउता जाने बोटहरु पनि छन् पुरा एकदम मजा रमाइलो हुन्छ है माथि चाहिँ लगभग 8-9 तला भन्दा धेरै थियो माथि पनि एकदम हावा आउने कि फ्रेस हावा आउने एकदम राम्रो अनि पछाडी यतापट्टि पनि पुरै पार्क जस्तो हैन पार्कै भन्दा पनि भयो अनि रमाइलो ठाउँ अनि यतापट्टि थोरै शहरहरु एकदम राम्रो होटलहरु खाने बस्ने सबै सुविधा सम्पन्न भएको एकदमै राम्रो ठाउँ तपाईहरु पनि घुम्ने इच्छा छ भने एकचोटि अवश्य आउनु होला है त एकदम राम्रो ठाउँ छ एकदमै राम्रो ठाउँ छ हामीले त मनोरञ्जन लियौं भरपुर मनोरञ्जन लियौं घुम्यौं इन्जोय गर्यौं माथि टावरमा गयौं तल जस्तो पनि घुम्यौं ल है त तपाई पनि आउनुस् थ्यांक यू